सबैजना साथीहरूले मेरो फेरि न्यू ब्लगमा स्वागत रहेको छ। होइन साथीहरू, मैले चाहिँ आजभोलि भ्लग नै हाल्न पाएको छैन, किनकि मेरो चाहिँ आजभोलि के भइरहेछ मलाई त नै थाहा होइन। आज चाहिँ म साथीहरू दाइ र म भएर चाहिँ रामरी मन्दिरसम्म घुम्न हिँडिरहेका छौँ। दाइलाई चाहिँ बाटोमा झर्न बसिरहनु भएको छ, होइन दाइ हिँड्न झर्न सक्नुहुन्न। फेरि दाइ फेरि पछि चाहिँ झर्न सक्नुहुन्न भनेको चाहिँ बोइलर चाहिँ दुख्नु भएको थियो। त्यसपछि चाहिँ साथीहरू होइन दाइले चाहिँ यो काक्रो खानुहोस् भनेको भयो, खान्न आन्टीले मार्नुहुन्छ भन्दै हुनुहुन्थ्यो। त्यसपछि चाहिँ दाइलाई आएर मैले फेरि लिएर हिँडेँ होइन। दाइ फेरि दुग्रेको दुग्री के नदुग्रोस् भन्दा पनि दुग्रेको दुग्री गरिदिनुहुन्थ्यो। दाइ के छ त भनेको त फेरि दाइले त ठिकै छ नि त के हुनु भाइ भन्दै हुनुहुन्थ्यो। फेरि मोटर बाटोमा गएको त फेरि भाइ बहिनीहरू फेरि मोटर बाटोमा खेलिरहेका थिए। त्यसपछि हाई गर भनेको एउटी बहिनी हाई गरिदिएको त पछाडि त सबै भाइ बहिनीहरूले हाई गरिदिरहेको कि भाइ बहिनीहरूले फेरि मैले भनेको मान्छन् होइन। नाच्यो भनेको एउटीले त नाच्छौँ भन्दै थिइन्, तर अर्कीले चाहिँ खासै मानेकी थिइनन्। यिनी चाहिँ भाइ बहिनीहरू चाहिँ खतरा खुसी थिए कि मसित चाहिँ भिडियो बनाउन मानिरहन्छन् जहिले पनि। यस्तै छ साथीहरू होइन। भिडियोमा लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् होइन। नचुम मारे तपाईँहरूलाई यो विज्ञापन दिएकी छिन्। अरू त के हुनु होइन। लास्टमा चाहिँ साथीहरू म चाहिँ रामरी मन्दिरमा पनि पुगिसकेको छु। साथीहरू हेर्नुहोस् रामरी मन्दिर यो चाहिँ चतुर्दशीको दिन धब्बेर आउने गर्छ। चतुर्दशीको दिन बाहेक अरू पछि त केही हुँदैन यहाँ। चतुर्दशीको दिन चाहिँ साथीहरू यहाँ 10,000 भन्दा बढी मानिसहरूको भेला हुने गर्दछ भने यहाँ चाहिँ चतुर्दशीका दिन धेरै फकालहरू पनि दिने गरिन्छ। जस्तै कुखुरा, परेवा, बोका, पाडा, त्यस्तै भेडो लगायतका दिने गरिन्छ। आलम पनि यहाँका जताकतैको भन्दा सबैभन्दा धेरै ठुला हुने गर्दछन् भने यो मन्दिर चाहिँ जयन्तबहादुर काले स्थापना गर्नुभएको थियो। यो चाहिँ साथीहरू 74 सालमा चाहिँ हामीले अर्को नयाँ मन्दिर स्थापना गरेका थियौँ। यो मन्दिर चाहिँ होइन ठक्क पारामा साथीहरू अरू त के हुनु, यो मन्दिरभित्र मूर्ति चाहिँ राम्रै रहेका छन्। एकैछिनसित त्यहाँ चाहिँ हामीले पुरै मन्दिरको अवलोकन गऱ्यौँ। त्यसपछि एकैछिन फेरि मैले चाहिँ घन्टी पनि बजाइदिएको, टिङ्ग पनि गरिरहेको छ खतरा। त्यसपछि चाहिँ